माननीय ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात एवं शहर विकास मन्त्री श्री कुलमान घिसिङज्यू, भौतिक पूर्वाधार मन्त्रालय यातायात मन्त्रालय सिंहदरबार काठमाडौँ विषय भुरीगाउँ तेलपानी सुर्खेत सडक खण्डको तीव्र विस्तार तथा स्तर उन्नति सम्बन्धमा भन्ने छ। महोदय, करिब 6 दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेत बर्दिया जोड्ने भुरीगाउँ तेलपानी सुर्खेत सडक हालसम्म पनि विस्तार तथा स्तर उन्नति हुन नसक्दा यस क्षेत्रका नागरिक, व्यवसायी, कृषक तथा यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। बर्दियाको भुरीगाउँदेखि सुर्खेत पैदल यात्राबाट केही घण्टामा नै पुग्न सकिने करिब 42 किलोमिटर मात्र दूरी रहेको यो सडक भौगोलिक, आर्थिक तथा रणनीतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि सङ्घीय तथा प्रदेश सरकारको पर्याप्त सक्रियता नहुँदा दीर्घकालीनदेखि यो अलपत्र अवस्थामा छ। उक्त सडक विक्रमसम्म 2025 सालमा हुलाकी सडकको रूपमा समेत विकास गरिएको ऐतिहासिक महत्त्व बोकेको सडक हो। पछिल्लो समय सुविधा प्राप्त बाटोको रूपमा स्वीकृत भए तापनि कहिले बर्दिया राष्ट्रिय निकुञ्ज सम्बन्धी कानुन अवरोध, कहिले स्थानीय भूभागको बाँडफाँड नमिल्दा निर्माण प्रक्रिया अत्यन्त जटिल बन्दै गएको छ। वर्षौँदेखि यस क्षेत्रको विकास र प्रवर्धनसँग जोडिएको यो सडक अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन। यो सडक केवल बर्दिया जिल्लाको मात्र नभई कर्णाली प्रदेशका सुर्खेत लगायतका थुप्रै जिल्लाहरूलाई लुम्बिनी प्रदेशसँग जोड्ने महत्त्वपूर्ण अन्तर्प्रदेशीय मार्ग हो। वैकल्पिक मार्गको तुलनामा सुर्खेत पुग्न निकै छोटो पर्ने यस सडक निर्माण सम्पन्न भएमा समय, इन्धन तथा ढुवानी लगायतका उल्लेखनीय बचत हुनुका साथै व्यापार, आवागमन र सेवा प्रवाहमा सहजता हुनेछ। पर्यटकीय दृष्टिकोणले समेत यस सडकको महत्त्व अत्यन्त ठुलो छ। बर्दिया राष्ट्रिय निकुञ्जलाई कर्णाली प्रदेश हुँदै हिल्सा नाका मार्फत मानसरोवरसँग जोड्न सकिने सम्भावनायुक्त मार्गका रूपमा विकसित गर्न सकिए पर्यटन प्रवर्धन, स्थानीय रोजगारी सिर्जना तथा कृषि उत्पादनको बजारीकरणमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ। हालसम्मको प्रगति हेर्दा भुरीगाउँ हुँदै तेलपानीसम्मको सडक खण्ड ट्र्याक खोल्ने काम मात्र सम्पन्न भएको छ। आर्थिक वर्ष 2064-65 देखि नै यस सडकका लागि विभिन्न समयमा बजेट विनियोजन हुँदै आएको छ। कर्णाली प्रदेश सरकारले यस सडकलाई अन्तर्प्रदेशीय जोड्ने सडकका रूपमा प्राथमिकतामा राखी 2074 सालदेखि बजेटमा समावेश गरेको जनाएको छ। आर्थिक वर्ष 2076-77 मा भुरीगाउँ तेलपानी सडक सम्बन्धी 4वटा सडकका लागि 18 करोड रुपियाँ, त्यसपछि आर्थिक वर्षमा 39 करोड रुपियाँ विनियोजन समेत गरिसकिएको थियो। भुरीगाउँ तेलपानी सडकको 18 किलोमिटर सडक खण्ड स्तर उन्नतिका लागि थोदुङ जागृति जेबीले 13 करोड 26 लाख रुपियाँमा सम्झौता गरी निर्माणको जिम्मा दिएको भए तापनि हालसम्म करिब 10% मात्र भौतिक प्रगति हुनु अत्यन्त चिन्ताजनक अवस्था हो। साथै भुरीगाउँ तेलपानी जोड्ने खण्ड अझै ट्र्याक खोल्ने काममै सीमित रहनु यस आयोजनाको सुस्त गतिलाई स्पष्ट रूपमा देखाउँदछ। इतिहासमा तेलपानी हुँदै कर्णाली जिल्लाहरूबाट नुन लगायतका सामग्री बर्दियाको राजापुर बजारबाट ढुवानी गरिन्थ्यो र सो समयमा यो सडक हुलाकी सडकको रूपमा प्रयोग हुँदै आएको थियो। हाल भुरीगाउँ तेलपानी वनपथको शिलान्यास भइसकेको भए तापनि निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन। अत भुरीगाउँ तेलपानी सुर्खेत सडक खण्डको ऐतिहासिक अन्तर्प्रदेशीय आर्थिक तथा पर्यटकीय महत्त्वलाई मध्यनजर गर्दै यस सडकको विस्तार तथा स्तर उन्नति कार्यलाई उच्च प्राथमिकतामा राखी शीघ्र रूपमा सम्पन्न गराउन आवश्यक निर्देशन, बजेट सुनिश्चितता तथा बर्दिया राष्ट्रिय निकुञ्ज सम्बन्धी कानुन अवरोधका समाधानका लागि विशेष पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस सडकको समयमा निर्माण सम्पन्न भएमा कर्णाली र लुम्बिनी प्रदेश बीचको आवागमन, व्यापार, कृषि, पर्यटन तथा समग्र क्षेत्र विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएका छौँ। यो अध्यक्षज्यूलाई हस्तान्तरण गरिदिन आग्रह गर्दछु मन्त्रीज्यूलाई।